हेलो साथीहरू सबैलाई नमस्ते। आज म चाहिँ मर्सियसको मार्केटदेखि बोल्दैछु। आज म चाहिँ लट्री किन्नको लागि यहाँ चाहिँ आइरहेको छु। अब लट्री चाहिँ कस्तो हुने रहेछ भनेर एकचोटि चाहिँ किन्दिउँ भनेर आएको है त। ल यो रहेको छ लट्री, 1 मिलियनको लट्री हो साथीहरू यो चाहिँ हैन। आज चाहिँ मैले चाहिँ यसलाई चाहिँ मर्सियसमा चाहिँ 50 रुपियाँमा चाहिँ यसलाई खरिद गरेर चाहिँ हेरिरहेको छु। सबैजना मान्छेहरू खरिद गर्न चाहिँ आउनु भएको छ। हेरौँ अब यदि परिहाल्यो भने चाहिँ नेपाली ठ्याक्क 10 लाख पर्छ मेरो हातमा हैन। त्यही भएर चाहिँ सबैजनाले किनेको रहेछ। अनि त्यसपछि मेरो चाहिँ फर्स्ट टाइम हो लट्री किनेको। अब नेपालमा त यस्तो कहिले हुने कुरै भएन हैन। त्यही भएर चाहिँ मैले चाहिँ यसो कस्तो हुने रहेछ भनेर यसो लट्री सट्री किनिदिएको क्या। अनि यदि परिहाल्यो भने त परिहाल्यो नि त हैन। त्यही भएर यो आइएमएसँग चाहिँ मैले कुरा गरिरहेको छु के कस्तो नियम कानुन के कस्तो गर्नुपर्छ मैले भनेर। एउटा लट्री चाहिँ मैले किनिहालेँ। अनि उसले चाहिँ अनि अनलाइन आएर हेर्नुपर्छ, यहाँ थाहा हुँदैन, यहाँ सरकारले नै तोकेको भनेर यताउता भनिरहेको थिएँ। अनि त्यसपछि चाहिँ म लट्री किनेर चाहिँ फर्किरहेको छु। यो चाहिँ मर्सियसको एकदम ग्रान्ड गुबे भन्ने ठाउँ हो। यो चाहिँ लोकल मार्केट हो है त। ल